नमस्ते 안녕하세요. कोरियन भाषा तयारी गरिराख्नु भएको सम्पूर्ण साथीहरूमाझ आज मैले च्याप्टर 46 को छम्बो मुना अन्तर्गत रहेको 한국의 육류 소비 यानी कि कोरियाको मासु खपत लिएर उपस्थित भएको छु। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्स्क्राइब गर्नुहोला, साथै यो भिडियो शेयर गरेर अन्य साथीहरू माझ पनि पुर्याइदिनु होला, जसले गर्दा अरु साथीहरू पनि यो पढाइ सँगै पढ्न सकोस् र अरु भिडियो बनाउन मलाई हौसला पनि पुग्नेछ। आउनुस् ढिला नगरी आजको विषयवस्तुतर्फ हामी अगाडि बढौं, जसमा छ 한국의 육류 소비량은 कोरियाको मासु खपत दर चाहिँ 지난 몇십 년 동안 गत केही दशकदेखि चाहिँ 크게 증가했습니다. ठुलो रूपमा चाहिँ वृद्धि भएको छ। 2023년에 2023मा चाहिँ 처음으로 पहिलो पटक 1인당 육류 소비량은 प्रति व्यक्ति मासु खपत दर चाहिँ 60kg를 넘어섰는데 60kg चाहिँ पार गर्यो अथवा नाग्यो। 1인당 쌀 소비량은 प्रति व्यक्ति चामल खपत 56.4kg 56.4kg 보다 많은 것입니다. भन्दा धेरै हो। यसमा भन्न खोजेको छ जसमा चाहिँ 한국은 육류 소비량 지난 몇십 년 동안 크게 증가했습니다. कोरियाको चाहिँ मासु खपत दर चाहिँ विगत केही दशकको अवधिमा चाहिँ ठुलै रूपमा चाहिँ वृद्धि भएको छ। 2023 को मा चाहिँ 처음으로 पहिलो पटक 1인당 육류 소비량은 प्रति व्यक्ति मासु खपत चाहिँ 60kg भन्दा पनि बढी नागेको छ, जुन चाहिँ प्रति व्यक्ति चामलको खपत दर 56.4kg भन्दा बढी हो। जसले चाहिँ के कुरा जनाउँछ त भन्दाखेरि कोरियालीहरू चाहिँ भात भन्दा चाहिँ मासु धेरै खाँदो रहेछ। हजुर, त्यस्तै गरी अर्को प्याराग्राफमा लेखेको छ 한국인은 कोरियालीहरू चाहिँ 소고기 गोरुको मासु, 닭고기 कुखुराको मासु, 돼지고기 कुखुराको मासु, 둥 आदि इत्यादि 다양한 육류를 즐깁니다। विभिन्न प्रकारका मासुमा चाहिँ रमाउँछन् भन्न